नमस्ते एभ्रिवान, फेरि पनि मेरो यो सानो मिनी किचन ब्लगमा स्वागत गर्न चाहे। मैले फेरि एउटा आज नयाँ रेसिपी लिएर आएको छु। यो चाहिँ सिद्रा र यो मामफुली के भन्छ पिनट्सको अचार बनाउन चाहिँ एकदमै इजी छ है। यो चाहिँ सानोवाला सिद्रा बजारबाट लिएर आउने, त्यसपछि राम्ररी हेरेर यसलाई चाहिँ तेलमा मजाले फुराउने, एकदम ब्राउन हुन्जेलसम्म गोल्डन ब्राउन हुन्जेलसम्म चाहिँ यसरी रोस्ट गरिदिने। मैले चाहिँ यसमा कडी पत्ता पनि थोरै राखिदिएको थिएँ स्मेलको लागि, थोरै जिरा र मेथी पनि फुराएको थिएँ। त्यसमा अब यो मैले यो पिनट्सलाई चाहिँ अलरेडी मैले रोस्ट गरेर यतिको, यो चाहिँ धेरै मसिनो बनाउनु हुन्न है, अलिकति के भन्छ खस्रो टाइपमै बनाउने अनि यसरी मिक्स गरिदिने। सँगै मैले मसलाको लागि रेडी गरिदिएको छु खुर्सानी आफ्नो टेस्ट अनुसार, टिमुर र जिरा र धनियालाई खर्र मात्र पार्ने। यो पनि ड्राई रोस्ट गरेपछि चाहिँ यसरी खर्र पारेर हल्का छोक्रिली टाइपको राख्दाखेरि चाहिँ खाँदाखेरि चट्ट जिब्रोमा आफ्नो मसलाको स्वाद आउँछ नि त, त्यो भएर यसरी मिक्स गरिदिने। अनि मैले चाहिँ फ्रेस लेमनै राखिदिएँ किनभने मसँग चाहिँ भिनेगर थिएन, अनि चाँडै खानको लागि चाहिँ यो लेमनले पनि एकदमै राम्रो गर्छ भनेर मैले मसँग जे थियो त्यही राखेँ। अनि मैले चाहिँ रेडी गरिसकेँ सिद्रा र यो पिनट्सको अचार। हजुरहरूले पनि ट्राई गर्नुहोला। हजुरहरूको कस्तो छ यो बनाउने रेसिपी हजुरहरूले पनि सेयर गर्नुहोला। थ्याङ्क यू फर वाचिङ।